गो ल के थियो स्टोरी म एउटा स्टोरी भन्छु भन न त एकादेशमा एउटा केक बेच्ने ठाउँ थियो हो अनि त्यो ठाउँमा धेरै मान्छे आउँदैन थियो त मिठो केक पाउँथ्यो मिठो केक पाउँथ्यो तर कोही पनि आउँदैन थियो किन सोध गुड मिठो केक थियो तर आउँदैन थिए तिमीले देखेनन् होला कि त्यो ठाउँ ल भन्दियो एन्सर भन्दियो ल म भन्दियो भन न त धेरैलाई थाहा थिएन रे हो मलाई पनि त्यस्तै लाग्यो अनि अनि त्यसपछि उ ब्याङ्कमा गयो किन गयो ब्याङ्कमा अनि उले कति हैन किन गयो भन्नु किन गयो भन्नु त ब्याङ्कमा पैसा लिन ब्याङ्कमा पैसा राख्ने गरेको हुन्छ उसँग पैसा थिएन केक बनाउनलाई पैसा घट्दै गयो अनि ब्याङ्कमा गयो लियो ओके 100 रुपैयाँ लियो अनि त्यहाँ बनाउने सामान भएको घर छ ए अनि त्यो के किन त त्यो 100 रुपियाँले भन्थ्यो 100 रुपियाँले 50 ले त्यो क्रीम क्रीम केकमा लगाउने अनि 20 ले माथिको टपिङ ओके अनि 70 भयो 30 ले सी भित्रको त्यो केक भित्र के हुन्छ अनि अनि आसुकाको लागि दिने 10 रुपैयाँ कहाँबाट ल्यायो नि 20 ले मात्रै किन होला आसुकाको लागि पनि त 10 रुपैयाँ दिन्छु भन्छ ए भन नि त अनि किनेपछि गयो अनि कहाँ गयो ए आसुकाको कोठामा भयो अनि एउटा भिडियो मेक वान भी मात्रै मेरो लागि भिडियो बनाइदिस्यो भन्यो हैन अनि आसुकाकुले के भनेछ्यो मलाई कति रुपियाँ चाहिन्छ भनेछ्यो 10 रुपियाँ अनि त्यसपछि भिडियो बनायो अनि उ फेरि उसकै बेकरीमा गयो बनायो अनि केक बनाउनु त्यो भिडियो कसले हेर्यो अनि फेसबुक इन्स्टाग्राममा टिकटकमा सबैले हेरेन अनि मान्छे आउन थाले अनि मान्छेलाई केक मन परेको परेन मन पर्यो अनि त्यो भिडियो चाहिँ सबै फेसबुकमा हाल्दियो अनि मान्छेले धेरैले थाहा पाए अनि मन पर्यो अनि खाएपछि सबैले के भने मिठो रहेछ भनेको भनेन अनि कहाँ उहाँ हुन्छ अनि त्यसपछि होइन अनि कमाएर कति भयो त बाँकी नै छ त अनि कमाएर 200 भएर नाफा भयो 110 सी ब्याङ्कमा दियो सुन त अघि 100 दिएको थियो अनि ब्याङ्कमा 110 चाहिँ किन फिर्ता गरेको भन्दैन मम्मी मलाई थाहै छैन ब्याङ्कले त्यस्तै गर्छ भन ब्याङ्कले त्यस्तै गर्छ भन न 100 दिन्छ 110 लिन्छ भन न अनि 11 दियो भने 10 दियो भने के हुन्छ मलाई थाहा भन्नु त तिमीले भन्नुहुन्छ मलाई 10 दियो भने $1 दिनुपर्छ 11 हुन्छ ओके अनि 200 कमायो अनि आसुकाको लागि 10 रुपैयाँ दियो आसुकाको लागि 10 रुपैयाँ ब्याङ्कलाई 10 रुपैयाँ अनि कति बच्यो त त्यो मान्छे 110 अनि 10 80 रुपैयाँ भयो गुड अब फाइदा भयो अब ल देखाइदे मलाई थ्यांक यू फर वाचिङ बेबीले बनाएको गुड गुड मेरो नातिलाई पनि ल